उपरान्त अब आजका मितिदेखि यहाँ कुनै पनि फोहोरका गाडीहरू आउँदैनन्। यदि गाडीहरू आएर जबरजस्ती रूपमा फ्याँक्ने काम भयो भने ती गाडीहरू हामी पूर्ण रूपमा चाहिँ फिर्ता गरिदिन्छौँ। नमानेर आउनुभयो भने गाडी तोडफोड हुने स्थिति छ भन्ने कुरा यहाँका सबै बासिन्दाहरू गएर हामीले जानकारी गराएका छौँ। नमस्ते। आज हामी यो यहाँ कोलपुर 13 सिमरीको बस्तीको नजिकै रहेको यो सरस्वती सामुदायिक वनमा यहाँ उपस्थित भएका छौँ। हामी यो बस्तीबाट करिब हामी 2 किलोमिटर पनि छैन, नजिकै छ। यहाँ यो कोलपुर बजारको अव्यवस्थित रूपमा फालिएको प्लास्टिक जन्य फोहोरहरू यहाँ ल्याएर फ्याँक्ने र यसलाई अर्ध रूपमा जलाउने र बाँकी रहेको भाग चाहिँ यो तल तपाईँ खोला देख्नुहुन्छ, त्यो खोलामा बगेर तल हाम्रो बस्तीको नजिक गाईबस्तुले पानी खाने गरेको ठाउँसम्म जाने गरेको अवस्था छ। यो हिजो यो सबै डिटेलमा बुझ्दाखेरि लगभग 79 सालदेखिको सम्झौता 10 वर्षको लागि सम्झौता तयार गरिएको रहेछ। यो अहिले अब 3 वर्ष करिब भएछ। यो जटायु भन्नेले बजारको फोहोरहरू उठाउने र त्योसँगको सम्झौता सामुदायिक वनको हो भन्ने चाहिँ हामीलाई बुझेका थियौँ। तर हिजो हामीले सामुदायिक वनको अध्यक्षलाई भेट्दाखेरि जटायुसँग हाम्रो कुनै पनि सम्झौता छैन, नगरपालिकाले हामीलाई केही रकम चाहिँ भाडा स्वरूप उपलब्ध गराउँछ, त्यही भएर हामीले यो यहाँ राखेका छौँ भन्नुहुन्छ। अब हामी पटक रूपमा गाउँका अग्रज व्यक्तित्वहरू गएर पटक रूपमा यो हाम्रो लागि हानिकारक छ, बस्तीको लागि साह्रै चाहिँ अप्ठ्यारो परेको छ भनेर जानकारी गराउँदा यो हटाइदिनु पर्यो भनेर अनुरोध गर्दा पनि उहाँहरूले व्यवस्था गरेर अहिलेसम्म यो फोहोर ल्याएर फ्याँक्ने काम निरन्तर रूपमा जारी भइरहेको छ। अब हामी लगभग अन्तिम अवस्थामा छौँ। यो यहाँ सहनेको पनि एउटा सीमा हुन्छ। यहाँ यो यत्तिकै कोलपुर बजारको फोहोर व्यवस्थापन गरेर कोलपुरलाई सफा राख्ने दायित्व हाम्रो पनि हो। हामी पनि कोलपुर नगरपालिकाकै 13 नम्बर वडाका बासिन्दा हौँ। तर यति भनिरहँदा कोलपुर भने यो 14वटा वडा मात्रै, 13 नम्बर वडा चाहिँ कोलपुरभित्र पर्दैन भनेर भन्नुहुन्छ भने त यसको लागि पनि विकल्प हामी खोजौँला, होइन भने अब उपरान्त हामीले हिजो सामुदायिक वनको अध्यक्षलाई लिखित रूपमा पत्र पनि बुझाएका छौँ। उपरान्त अब आजका मितिदेखि यहाँ कुनै पनि फोहोरका गाडीहरू आउँदैनन्। यदि गाडीहरू आएर जबरजस्ती रूपमा फ्याँक्ने काम भयो भने ती गाडीहरू हामी पूर्ण रूपमा चाहिँ फिर्ता गरिदिन्छौँ। नमानेर आउनुभयो भने गाडी तोडफोड हुने स्थिति छ भन्ने कुरा यहाँका सबै बासिन्दाहरू गएर हामीले जानकारी गराएका छौँ। अब बाँकी हेर्दै जाउँ, हामी त्यो प्रक्रियामा छौँ। हामी आशा छ यो मिडियाले पनि यो कुरालाई चाहिँ सम्बन्धित निकायमा पुर्याइदिनेछ, यो किसिमको दबाब सिर्जना गरिदिनेछ कि उहाँ सम्बन्धित निकायहरूले जसले चाहिँ यो फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर यहाँ ल्याएर फ्याँक्नु भएको छ उहाँलाई पनि केही सोच्न बाध्य गराइदिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। फोहोर फाल्नुको कारण चाहिँ के रहेछ नि? फोहोर फाल्नुको कारण भने यो नगरपालिकाको अथवा यहाँको स्थानीय सरकारको एउटा राम्रो कुरा चाहिँ के हो भने फोहोरलाई मोहोरमा कन्भर्ट गर्ने भन्ने चाहिँ योजना रहेछ। त्यही योजना स्वरूप यसले यो तलतिरको सामुदायिक वन, मलाई लाग्छ कोलपुर 8 को सामुदायिक वनमा एउटा योजना तयार गर्दैछ। त्यो योजनामा यिनीहरूले त्यो कार्यक्रम सञ्चालन नगर्दासम्म अहिले अव्यवस्थित रूपमा केही समय चाहिँ जटायुले नदेखिएर कोलपुर नगरपालिकाले यो फोहोर फाल्ने ठाउँहरूमा कहाँ फाल्दा सजिलो हुन्छ भनेर गर्दाखेरि सामुदायिक वनको अध्यक्षलाई सम्झौता गरेर यहाँ फालेको अवस्था रहेछ। यो कोलपुर यो जुन सामुदायिक वनमा अहिले फ्याँकिएको छ यो सामुदायिक वनका उपभोक्ता व्यक्तिहरू चाहिँ बस्ने करिब चाहिँ तपाईँको 5-7 किलोमिटर टाढा छ, बजारको नजिक बस्नुहुन्छ। यसको प्रत्यक्ष असर चाहिँ हामीलाई परिरहेको हो। हुन त कोलपुरलाई सफा गराउने हेतुमा, तर यो तपाईँले यो दृश्य देखाइदिनु होला, यो कुन एङ्गलबाट चाहिँ यसलाई फोहोर व्यवस्थापन भनिन्छ? यसलाई व्यवस्थित फोहोर व्यवस्थापन भनिन्छ कि मान्छेलाई अटेरी गरेर ल्याएर यो जङ्गलको बिचमा फ्याँकेर एउटा बस्तीलाई चाहिँ केन्द्र बनाएर बस्तीलाई नै चाहिँ दुर्गन्धित बनाउने योजना हो भन्ने कुरा चाहिँ हामी प्रश्नवाचक चिन्ह हाम्रो त्यो कुरामा हो। अहिले हजुरहरूको नजिकैको जनसमुदायलाई चाहिँ अहिले यहाँको फोहोरले चाहिँ एकदमै असर गरिरहेको छ। यो फोहोरले असर गर्ने भन्ने मात्रै कुरै रहेन। यो कस्तो थियो भने 79 सालबाट गर्दाखेरि यसको चाहिँ स्टेप हुँदो रहेछ। पहिला हामीलाई कम असर गरेर हामी सहेर बस्यौँ। जब असर बढ्दै गयो त्यसपछि हामी सम्बन्धित निकायमा यति हटाइदिनु पर्यो, यो कुरालाई चाहिँ व्यवस्था गरिदिनु पर्यो भनेर पटक भन्दा पनि नटेरेपछि अहिले त तपाईँ हेर्नुहुन्छ भने बिहान साँझको बेलुका यो यहाँ देखिरहेको धुवाँ हाम्रो बस्ती नजिकै जान्छ। यहाँ बचेका यी नजलेका फोहोरहरू सबै बगेर हाम्रा घर नजिकका खोलामा गएर गाईबस्तुले पानी खाने ठाउँमा, केटाकेटी खेल्ने ठाउँमा सबै छन्। यहाँ कति चिज चाहिँ सिसाजन्य सामग्री पनि यहीँ छन्। यो त कुनै एङ्गलबाट पनि कुनै पनि तरिकाबाट हाम्रो बस्तीको लागि योग्य, बस्तीले सहन सक्ने स्थिति छँदै छैन। अब माग के छ नि तपाईँहरूको? माग त होइन, हामीले लिखित रूपमा अब यो सामुदायिक वनले नै भाडामा दिएको हिसाबले तपाईँ भाडामा नदिनुहोस्, तत्काल यो सम्झौता खारेज गर्नुहोस् भनेर हिजो पत्र बुझाएका छौँ। उहाँले अब यो प्रक्रियाका कुरामा फेरि हामीलाई केही समय झुलाइदिनु भयो भने हामी यो गाडी प्रवेश गर्ने ठाउँ माथि यता अगाडि छ, त्यो गाडी पूर्ण रूपमा हामी यहीँ चौकीदारी गरेर भए पनि गाडीलाई पूर्ण रूपमा हामी यहाँ प्रतिबन्ध गर्छौँ। प्रतिबन्ध गरेर मात्रै होइन, हामीले त भनेका छौँ यो फोहोर यहाँ तल खोलामा जति फोहोर छ तुरुन्तै सामुदायिक वनले गर्ने हो कि ठेकेदार मार्फत आएर गर्ने हो कि नगरपालिकाले गर्ने, त्यो फोहोर उठाएर त्यसलाई नष्ट गर्ने, उपरान्त अब थप फोहोर यहाँ नल्याउने भन्ने चाहिँ हाम्रो माग हो। अहिले चाहिँ स्थानीय सरकारले चाहिँ तपाईँहरूको कुरा सुनिरहेको छैन? स्थानीय सरकारले पनि सुनेन। अब त्यो सम्बन्धित भाडामा दिने यो सामुदायिक वन उपभोक्ता समितिले पनि यो कुरामा अटेरी गर्यो, किनभने उसको मासिक आम्दानी बढ्दै गइरहेछ, उसको बासिन्दालाई कुनै असर छैन यहाँ।
उसको आम्दानी बढ्ने हामीले चाहिँ यहाँ असर खेप्नुपर्ने स्थिति हो अहिले।